हेलो फाइनली गाइज आज चाहिँ म मुखबान लिएर आइसकेकी छु। मुखबानमा चाहिँ के रहेको छ भने हेर्नु यो सुँगुरको खुट्टा यसरी बनाएर तारेको छ। हेर्ने साथी यस्तो बनाएर तारेको छ। अनि त्यहाँदेखि रायोको साग हेर्नु यस्तो गरेर बनाएको छ, पकाएको छ। अनि यो माछा छ है, यो चाहिँ साथी धेरै छैन, माछा चाहिँ 3 पिस छ माछा। खासै धेरै मलाई माछा मन पर्दैन। अनि यहाँ हेर्नु चाहिँ साइली खोर्सानी छ है साथी, यहाँ हेर्नु यस्तो हेर्नु हरियो हरियो अहिले टिपेर ल्याएको साथी हो हरियो खोर्सानी। अनि यहाँ पनि छ साथी डन्ने मासुहरू, नयाँ यत्रो छ यहाँ यसरी कत्रो कत्रो बनाएर पिस बनाएर। अनि चाहिँ धेरै पछि आएको छु साथी म होइन, हजुरहरूले माया भनौँ न साथ सपोर्टले होइन खुसी छु। अनि त्यहाँदेखि आज चाहिँ हेर्नु न रायोको साग छ, अनि त्यहाँदेखि यो सुँगुर खुट्टा अनि माछा, अनि त्यहाँदेखि यो साग छ होला साथी ग्रेभी बनाएर पकाएको। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै छु साथी होइन। चाहिँ हेर्नु त यस्तो हेर्नु न यस्तो बनाएको छ क्या मासु, सुँगुर खुट्टा मासु यस्तो साथी साथी मजाले। अनि यहाँ सुप हाल्दैछु है साथी, हेर्नुहोस् है यहाँ सम बनाएर खाने साथी यस्तो गरेर कमै भएछ। पिन्नको लागि यहाँ पानी छ। दामी भएछ जस्तो चटनीहरू चाहिँ नखाएको क्या साथी। आँपको गोयरको सबै अचार छ कि यो माइग्रेनले गर्दाखेरि।
कस्तो राम्रो भन्छ साथी दामी मिठो एकदम मिठो यस्तो त कहिले खाएको थिइनँ मैले साथी 2 किलो खुट्टा ल्याएर मजाले बनाएको साथी अनि माछा चाहिँ म खान सक्दिनँ क्या डर लाग्छ त्यो भएर माछा चाहिँ मैले खाएकै छैन साथी माछा नि जति खायो उति मिठो भन्छ साथी Ini bisa titik saat ini, baik saat